हेलो साथीहरू नमस्ते सन्चै हुनुहुन्छ अनि हजुरहरूले खाना बनाउनु भयो अनि मैले चाहिँ बल्ल बनाउन लागेको छु बेलुकाको खाना अनि हेर्नुहोस् है मैले चाहिँ आज के बनाउँदो रहेछु बेलुकाको खानामा फर्स्टमा चाहिँ मैले चिया बनाएर खाएँ अनि त्यसपछि चाहिँ मैले दाललाई भिजाएर बसालिदिएँ अनि त्यसपछि मैले आमालाई पनि दिएँ चिया अनि मेरो घरमा चाहिँ मेवा ल्याएको थियो कि मैले अस्ति किनेर अनि एक्लैले खाना नसक्ने धेरै हुने अनि ठ्याक्क आमा र भदान थियो नि त अनि मैले उनीहरूलाई पनि दिएँ अनि मैले पनि खाएँ है साथीहरू। अनि त्यसपछि मैले चाहिँ भात पनि बसालिदिएँ अनि एकछिनमा चाहिँ मेरो दाल पनि रेडी भइसक्यो कि अनि रेडी भयो अनि त्यसपछि मैले चाहिँ बुढालाई मासु ल्याउनु है कुखुराको मासु कति खाने भनेर मैले चाहिँ आज चाहिँ भैँसीको मासु ल्याउनु भैँसीको मासु खानुपर्छ भनेर भनेकी थिएँ तर ल्याउन त ल्याउनु भएछ कस्तो ल्याउनु भएछ भन्नु न सिर्फ फलमासु मात्र ल्याउनु भएछ कि हड्डी त एउटा डल्लो मात्र थियो कि भने अनि मलाई त एकछिन त के रिस उठ्यो अनि पछि त होस् या भनेर मैले पकाएँ। यो चाहिँ मेरो अस्ति बेलुकाको भिडियो हो कि हुन चाहिँ मैले एडिट गर्नै भ्याएको थिइनँ कि अनि त्यही भएर मैले आज बल्ल एडिट गरेर हाल्दैछु अनि मेरो चाहिँ मासु पनि रातो भइसक्यो अनि मैले चाहिँ नुन र बेसार हालेर एकछिन भुट्दैछु कि नत्र यो बेसार अलिक ठस्स गना जस्तो लाग्छ कि मलाई चाहिँ अनि हालेपछि चाहिँ टक्क एकछिन भुटेर मैले टक्क मसला पनि हालेँ अनि त्यसपछि टमाटर प्याज अनि अघि पिनेर राखेको लसुन अदुवा हालेपछि रेडी भइसक्यो मेरो मासु चाहिँ अनि त्यसपछि टक्क लाएर मैले चाहिँ बुढालाई भात दिँदैछु है मासु दाल तरकारी हालेर अनि उसलाई दिएपछि अनि म पनि अब पस्काएर खानु पर्यो भनेर खाँदैछु है। मेरो नानी हेर्नुहोस् न आमामा हेलो भन्दैछ उसलाई कति खुसी लाग्छ कि उसलाई यो क्यामेराको अगाडि हुँदा अनि उसलाई पनि खाना खुवाउँदैछु अनि मैले पनि खाँदैछु है। मासु चाहिँ तर कमालो रहेछ कि न त त्यो भैँसीको मासु पसलमा किन्न गयो भने त कस्तो के भन्छ अरे साह्रो टाइपको भेटाउँछ कि अनि त्यसपछि हामीले चाहिँ खाना पनि खाइसक्यो। ओके बाई बाई।